नेपालको राजनीति अहिले गम्भीर र महत्त्वपूर्ण मोडमा छ। प्रतिनिधि सभा निर्वाचनको मुखमा देशको संसदीय राजनीतिक व्यवस्थाले गर्दा आफूले चाहेको व्यक्तिलाई प्रधानमन्त्री देख्न अथवा राजनीतिक स्थायित्वका लागि पार्टी हेरेर भोट गर्नु कि सक्षम वा असक्षम भन्ने आधारमा भोट गर्नु जनतामा अन्योलता देखिन्छ। यद्यपि जनता पुराना अनुहारबाट थाकिसकेको र नयाँबाट धेरै अपेक्षा रहेको स्पष्ट देख्न सकिन्छ। जनताको सोही अन्योलता र अपेक्षाको बीच चितवन क्षेत्र नम्बर 3 बाट निर्वाचनमा उभिएका छन् दुई महिला नेता। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोभिता गौतम र नेपाली कम्युनिस्ट पार्टीबाट रेणु दाहाल। बेला बखतमा भन्ने गर्छु, नेपालको स्वर्ण युगको चर्चा आज नेपालमा मात्रै होइन विश्वभरि पनि हुने गर्छ। विकास नहुनुको कारण भनेको सानो देश पार्टी एकदम धेरै नेताहरू धेरै। आउँदो फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा चितवन 3 मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा 6 जना स्वतन्त्र उम्मेद्वार सहित 18 जना प्रतिस्पर्धामा देखिन्छन्। तर तीमध्ये मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार सोभिता गौतम र नेपाली कम्युनिस्ट पार्टीकी उम्मेद्वार रेणु दाहाललाई हेरिएको छ। 2079 सालको चुनावमा काठमाडौँ 2 बाट निर्वाचित सोभिता गौतम यसपटक चितवन झरेकी हुन् भने यसअघि भरतपुर महानगरपालिका प्रमुख रहेकी रेणु दाहाल राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिएकी हुन्। सोभिता गौतम 2079 को चुनावमा काठमाडौँ 2 बाट जित हासिल गर्दै प्रत्यक्ष तर्फबाट सबैभन्दा कान्छी सांसदको रूपमा निर्वाचित भएकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक केन्द्रीय सदस्य सोभिताले पार्टीमा प्रभावशाली र साहसी पुस्ताको प्रतिनिधित्व गर्छिन्। त्रिभुवन विश्वविद्यालयबाट BA LLB डिग्री हासिल गरेकी उनले आफ्नो राजनीतिक यात्रा अघि वकिल तथा टेलिभिजन प्रस्तोताको रूपमा काम गरिसकेकी छिन्। उनले 4 वर्षभन्दा बढी समयसम्म नेपाल टेलिभिजनमा स्वास्थ्य सरोकार नामक लोकप्रिय जनस्वास्थ्य कार्यक्रम सञ्चालन गरेकी थिइन्। कानुनमा उच्च शिक्षा र अनुभव दुवै भएकाले होला उनले संसदीय अभ्यासमा पनि आफूलाई स्पष्ट वक्ता, न्यायपूर्ण र जवाफदेही राज्य निर्माण गर्न शासन, स्वास्थ्य तथा मानव अधिकारलाई जोड्ने विषय उठाउने सांसदको रूपमा चिनाइसकेकी छिन्। उनले संसदमा प्रस्तुत हुने विधेयकहरूको शब्द केलाएर आफ्नो विचार राख्ने गर्थिन्। बिजुलीको पहुँच नभएको ग्रामीण गाउँमा जन्मिएकी र दुर्लभ स्रोत साधन भएको सरकारी विद्यालयमा पढेकी सोभितालाई सामाजिक सञ्जालमा उनको भाषण अत्यधिक मन पराइएपछि राजनीतिमा उदाउने पात्रको रूपमा चिनिन्छ। यसरी हेर्दा सोभितालाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभावशाली नेता, कानुनको ज्ञाता र कानुन निर्माणको लागि संसदीय अभ्यासमा पोख्त उम्मेद्वारको रूपमा लिन सकिन्छ। तर उनले पछिल्लो समयमा रविलाई राजनीतिक प्रतिशोध भएको भन्दै जनताको हस्ताक्षर अभियान सञ्चालन गर्ने तर जनताको पक्षमा कुनै परिणाम भने दिन नसकेको भन्दै आलोचना पनि खेपेकी छिन्। अर्कोतर्फ नेपाली कम्युनिस्ट पार्टीबाट भरतपुर महानगरकी पूर्व मेयर र पूर्व प्रधानमन्त्री प्रचण्डकी छोरी र पहिलो संविधान सभाकी समानुपातिक सदस्य रेणु दाहाल उम्मेद्वार छिन्। पछिल्लो 1 दशकदेखि चितवनको राजनीतिमा प्रभावशाली पात्रको रूपमा स्थापित हुँदै आएकी रेणुको लोकप्रियता केवल दलगत आधारमा सीमित नभई स्थानीय विकास, नेतृत्व शैली र निरन्तरतासँग गाँसिएको देखिन्छ। 2074 र 2079 दुवै स्थानीय तह निर्वाचनमा जित हासिल गर्दै लगातार 2 पटक मेयरका रूपमा निर्वाचित उनले सडक विस्तार, ढल व्यवस्थापन, सरसफाई, शहरी सौन्दर्यकरण र स्वास्थ्य र शिक्षाका पूर्वाधारमा देखिने गरी कामहरू गरेको स्थानीयहरूले स्वीकार्ने गरेका छन्। विशेष गरी पूर्व पश्चिम राजमार्गसँग जोडिएका सडक, नारायणी तटबन्ध र फोहोर व्यवस्थापनका योजनाले उनको मेयर कार्यकाललाई चिनाउने काम गरेको छ। यिनै परियोजनाले विकास चाहने मतदातामाझ उनको स्वीकार्यता बढाएको विश्लेषण गर्ने गरिन्छ। तर रेणु दाहालको लोकप्रियता विवाद रहित भने छैन। नारायणी नदी किनारको डोजर प्रकरण, शहरी विस्तारका क्रममा भएका विस्थापनका विषय र दलगत राजनीतिक पहिचानका कारण उनी पनि आलोचनाको केन्द्रमा पर्नु परेको छ। चितवन रासोपाका लागि बलियो जनमत भएको जिल्ला हो। अघिल्लो निर्वाचनमा चितवन 1 र 2 मै रासोपाको जित भएको थियो। 2079 को चुनाव हुनुभन्दा ठिक अगाडि मात्र खुलेको दल रासोपाका सभापति रवि लामिछानेले चितवन 2 बाट 2 पटक भारी मतका साथ विजय भएका छन्। त्यस वर्ष मङ्सिर 4 मा भएको चुनाव जितेर गृहमन्त्री भएका रविले नागरिकता विवादका कारण पद गुमाएपछि फेरि 2080 वैशाख 10 मा भएको उपनिर्वाचनमा अझ बढी मतान्तरले सांसद निर्वाचित भए। 2079 मङ्सिरको चुनावमा चितवन 1 मा पनि रासोपाकै हरि ढकाल विजय भएका थिए। तर त्यो निर्वाचनमा चितवन 3 मा भने रासोपा तेस्रो स्थानमा सीमित भएको थियो। यद्यपि समानुपातिक तर्फ भने रासोपा पहिलो दल बनेको थियो। त्यही मतलाई रासोपाले आफ्नो उम्मेद्वार गौतम विजय हुने आधार मानेको छ। उता त्यही क्षेत्रमा भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रहेकी नेकपा उम्मेद्वार दाहाल पक्षले भने आफ्नो कार्यकालमा त्यहाँ गरेका विकास निर्माणलाई जितको आधार मानेको छ। 2 कार्यकाल भरतपुर महानगरपालिकाको बागडोर सम्हालेकी दाहाल चितवन 3 का मतदाताका लागि नयाँ अनुहार होइनन्। मेयर हुँदा जनताको मन जितेकी उनी मत जित्नेमा पनि ढुक्क देखिन्छन्।
तर 2079मा दाल आबद्ध तत्कालीन नेकपा माओवादी केन्द्रले पाएको मत हेर्ने हो भने चाहिँ जित्न चुनौती नै देखिन्छ। यसैबीच यसपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीकी लोकप्रिय युवा नेत्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्यका रूपमा उम्मेदवारी दिन चितवन निर्वाचन क्षेत्र नम्बर 3 रोज्नु राजनीतिक रूपमा अर्थपूर्ण र रणनीतिक निर्णयका रूपमा हेरिएको छ। स्थानीय तहमा देखिएको परम्परागत दलको पकड, सङ्घीय तहमा फरक नतिजा आउने प्रवृत्ति र वैकल्पिक राजनीतिप्रतिको आकर्षण, यी सबैबीच सोभिता र राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन 3 को रोजाइलाई साहसी तर गणना सहितको निर्णयको रूपमा हेरिएको छ। पुराना दलहरूप्रतिको असन्तुष्टि र नयाँहरूको अनुभवको कमीको बीच चितवन 3 को प्रतिस्पर्धा सजिलो त पक्कै हुने छैन। अन्तिम फैसला भने मतपेटिकाबाट नै आउनेछ। लोकतन्त्र हो, यहाँ मैले नजिते परिणाम स्वीकार गर्दैन भन्न मिल्दैन। जसले जिते पनि जनताले नै जिताउनेछन् र परिणाम स्वीकार गर्नै पर्नेछ।